न्यू ब्लग र अहिले चाहिँ म त रुममा छु बसिरहेको थिएँ र हिजो चाहिँ म आफ्नो मेरो पासपोर्ट डेट बनेर आइसकेको छ। लिन गएको थिएँ लिन कहाँ गएको थिएँ भने चाहिँ कीर्तिपुर र मैले बाटोमा हल्का भिडियो बनाएको छु। म अब त्यो हजुरलाई देखाउँछु। र लगभग 2 महिनामा मेरो बनेर रेडी भएर मैले ल्याइसकेँ। अब चाहिँ यता राखेको छु र त्यसको अनबक्सिङहरू गरेको चाहिँ अब म अनबक्सिङ भन्दा पनि देखाएको जस्तो पासपोर्ट देखाउने त्यो ब्लगमा चाहिँ मैले केही देखाएको छैन, खालि एउटा झिल्ली मात्रै, त्यो डाइरेक्ट हल्का देखाइदिएँ सायद त्यो पनि देखाएन मैले। र अब योभन्दा अर्को ब्लगमा चाहिँ म पासपोर्टहरू देखाइदिन्छु अब तर सब देखाउने वाला छैन है। मेरो लगभग 1 1.5 हप्ता अगाडि मेरो यस्तो एउटा ब्लग एनबीबाट डकुमेन्ट लिन गएको बेला र डकुमेन्ट हल्का एकैछिन यत्तिकै देखाइदिएको मात्रै, भिडियोमा कपिराइट आएको थियो। त्यो कुन बेला साइबर सेक्युरिटी र बुलिङ भनेर उता आएको थियो, कपिराइट आएको थियो। सो म चाहिँ क्लियर देखाउनेवाला छैन र यो भिडियोमा हजुरहरू पाठ लिन गएको हेर्न सक्नुहुन्छ। मजाले हेर्नु होला, सब्सक्राइब गरिदिनु होला र डेली ब्लग हालेर आएको छ आजभोलि। हल्का सपोर्ट है। भ्युज कति आइरहेको थाहा मेरो 4 2 5 1 2 3 लगभग 10-12 दिनदेखि 12-15 दिन भइगयो लगातार हालिरहेको। 2-4 5 बढीभन्दा बढी 10 भ्युज भयो यार, के भन्नु। 1 महिनासम्म कन्टिन्यू गर्छु यस्तै भिडियो हाल्न, तब पनि हल्का ग्रोथ देखिँदैन। लङ भिडियो मेरो भ्युज आउँदैन जस्तो लाग्छ भने चाहिँ म भ्लगै बनाउनु छोडिदिन्छु। त्यसपछि म काम छैन यार, यत्रो मेहनतले भिडियो बनाएर भ्युजै आउँदैन। र अहिलेको लागि यति नै। हजुरहरू अब पासपोर्ट लिन गएको हल्का क्लिपहरू छन्, त्यति राम्रोसँग भएन। मेन कुरा त मैले भिडियो नबनाएको त्यति बेला भने चाहिँ खासै राम्रोसँग मोबाइलमा चार्ज थिएन, 5% चार्ज मात्रै थियो। 5% चार्जमा कीर्तिपुर जाऊ, कल गर्नुपर्छ। कहाँ गएर पासपोर्ट रुम देखाएको थिएन, म दाइको कल गरेर बोलाउनु पर्छ। त्यही भएर मैले चार्जर राखेको थिएँ र अहिले हेर्नु अब। सो गाइस, अहिले चाहिँ म घरको गएको छु र अब चाहिँ म कीर्तिपुर जान लाग्यो। आफ्टर अ लङ टाइम है, लगभग 7-8 महिनापछि कीर्तिपुर जान लाग्छ यार। कहाँ देख्न हुँदैन, यो देख्यो कि देखेन यार, क्यामेरा उता आइरह। ल पासपोर्ट लिन जान लाग्यो यार। पासपोर्ट घरदेखि आएको रहेछ, पठाइदिएर रहेछन्। एकजना भाइले ल्याइदिएको थियो, त्यही लिन जान लाग्छु। सो गाइस, कीर्तिपुर पुगिसकेँ र अब म बाघ गएर मन्दिर जान लाग्छु। मोबाइललाई चार्ज गर्नु छ भाइ है। सो गाइस, पासपोर्ट ल्याइसकेर अब चाहिँ म हजुरहरूलाई घर गएर सब कुरा देखाउँछु। मोबाइलमा चार्ज कम छ। बाई।